पैसा पनि गइरहेछ, उपचार पनि पाइरहेको छैन, के भएको कहाँ के भएको। अब त्यो त त्यो ठिक भएन, सही हो, कुरा त आएकै हो। अब चाहिँ के गर्ने त? अब दिएन भने त मार्छन्, त्यो त सही हो। अब दिएन भने त उनीहरूले कुरा उठाउँछन्। 3500 हाम्रो लिइरहेको छौँ, हामी त सिधै खाए जस्तो हो नि त सरकारले। त्यसैले के गर्ने हो, यो त सोच्नु पर्यो। अब अर्थमन्त्रीज्यू टुरमा हुनुहुन्छ, उहाँ आएपछि यसो बसेर छलफल गरेर ऋणबाट हुन्छ कि ऋणपान गरेर हुन्छ कि खोजेर हुन्छ कि मान्छेले अनिकाल भयो भने के हुन्छ, छोराछोरीको माखा मुन्द्रा तानतुन पारेर पनि हैन, झिठी झाँप्टा बेचेर भए पनि काँसका थाल रहेछन् भने बरु सिलेबरमा खाएर बेचेर पनि गर्छ। त्यसैले केही उपाय त गर्नुपर्छ, नगरी त हुँदैन। मान्छे कराउँछन्, यो ठुलो आवाज आउँछ नि त, गर्ने भन्ने नगर्ने भन्ने। अब हिजो कसले कसबाट के भयो, कुन हिसाबबाट उहाँहरूले त्यो कुराको अभिव्यक्ति दिनुभयो, त्यो तफसिलको कुरा हो। जनताले त सरकारै देख्छ, हिजोको सरकार र आजको सरकारसँग के मतलब छ, उसलाई पाउने कुरा पाउनु पर्यो। अनि यही भएको हुनाले यो प्रोग्राम राखेको हो। म्याडमले एकदम मेहनत गरिरहनु भएको छ र यसमा चाहिँ ठुलो, यसैमा मलाई लाग्छ 4 महिनादेखि 3 महिनादेखि लागिरहनु भएको हो। हामी सबैलाई भनेको पनि हो, उहाँले हामीलाई बेला बेलामा झक्झक्याउनु पनि भएको हो। पुन्जी त रिसाएर हिँड्नुभयो, उहाँका काम भएन भनेर मन्त्रालय नै छोडेर उहाँले पहिलोचोटि मुख्य सचिव मलाई अनि त्यसपछि अनि कानुन मन्त्रीलाई गाली पनि गर्नुभयो, मेरो गरिदिएनन् भनेर हैन, त्यस्तै भयो। अनि त्यसैले यसलाई हामी यो रूपमा नलैजाउँ, कसरी अब बसेर छलफल गरेर अब हामी त जिम्मेवार छौँ नि, जिम्मेवार हो, सरकार जिम्मेवार हो। भोलि विपद पर्यो भनेदेखि के हामी हाम्रो खल्ती हेरिरहन्छौँ र भिख मागेर पनि चन्दा बटुलेर पनि पाल्नुपर्छ नि मान्छेलाई त, विपदमा परेकालाई। यो पनि त्यस्तै हो, अवस्था हो। यस्तो कन्डिसन भएको हुनाले अब अगाडि चाहिँ त हामीले नियमन गर्नै पर्छ, कुनै हालतमा नै एकद्वार प्रणाली अपनाउनै पर्छ। एउटा क्याटेगोराइज गरेर मान्छेको पहिचान गरेरै गर्नुपर्छ। यसरी लतालिङ्ग चाहिँ कसैलाई व्यापार र कसैलाई अपार गरेर अनि पाउने मान्छेले चाहिँ केही नपाउने गरी चाहिँ त्यो गरेर हामीले यो छाडा उसमा चाहिँ राख्नु हुँदैन। त्यसलाई चाहिँ एउटा नियमपूर्वक चाहिँ हामीले दिनुपर्छ भन्ने मलाई लाग्दछ। र आजको कार्यक्रम वास्तवमा यसैको पब्लिकलाई, एउटा आम जनतालाई यही कुराको चाहिँ सूचित होस् र सम्भवतः हामी ढिलो गर्दैन होला। मिटिङ गरेर जे गरेर हुन्छ, अर्थमन्त्री बाहिर भएको हुनाले हामी बसेर छलफल गरेर यसलाई चाहिँ हामी सुधार्नेमा जान्छौँ। जसरी पनि चाहिँ हामी समाधान गर्नेपट्टि जसरी पनि गरेर यसमा जान्छौँ।